नमस्कार। आज हामी एउटा अलि फरक निकै गहिरो विषयमा कुरा गर्दैछौँ। नमस्ते। हामीले पाएको स्रोत सामग्रीले शब्दमा व्यक्त नहुने प्रेम मतलब मौन प्रेमको कुरा गर्छ। अँ यसले भन्छ कि प्रेम सधैँ बोलेरै व्यक्त हुँदैन। कहिलेकाहीँ त एकदम गहिरो माया, त्यो आत्मीयता मौनतामै लुकेको हुन्छ रे। हो, यो एकदमै चाखलाग्दो विचार हो। बाहिर हेर्दा मान्छे शान्त देखिने, आँखामा आँसु पनि छैन, ओठमा शब्द पनि छैन, तर भित्र मनमा चाहिँ ठूलै उथलपुथल, भावनाको ज्वार भाटा चलिरहेको हुन सक्छ। ल यसलाई अलिक खोलौं न त। निश्चय पनि। अनि यो मौनतामा हुने प्रेमको शक्तिलाई हामीले कम आँक्नु हुँदैन के। हो र? सामग्रीले भने जस्तै कहिलेकाहीँ भावना यति तीव्र यति जटिल हुन्छ नि कि त्यसलाई शब्दले भ्याउँदैन। ए वा सायद शब्द चाहिँदैन नै। त्यो बाहिरी शान्ति भित्रको जुन भावनात्मक उथलपुथल छ नि त्यसले नै सम्बन्धको वास्तविक गहिराई देखाउँछ। यो खालि नबोल्नु मात्रै होइन के। यो त भावनाको यस्तो तह हो जहाँ शब्दहरू मतलब अपर्याप्त हुन्छन्। सामग्रीमा एउटा यस्तो सम्बन्धको चित्र पनि कोरिएको छ जहाँ प्रेम कहिले पनि औपचारिक रूपमा भनिएन रे, तर हरेक हेराइमा, सानो इशारामा वा सँगै बिताएको त्यो चुपचापको क्षणमा पनि प्रष्ट झल्किन्थ्यो। हो, यो त दुईजना बीचको नभनेको समझदारी जस्तो भयो, होइन त? एकदम अव्यक्त समझदारी। तर के यस्तो मौनता सधैँ राम्रै हुन्छ त? कतै यसले नबुझ्ने बनाउँछ कि गलत अर्थ लाग्दैन? यो महत्त्वपूर्ण प्रश्न हो। सामग्रीले दुवै पाटोलाई छोएको जस्तो लाग्छ मलाई। एकातिर यसले के भन्छ भने जब दुई आत्मा बीच एकदम गहिरो सम्बन्ध हुन्छ नि उनीहरूलाई कुरा गर्न शब्द नै चाहिँदैन। साँच्चै? सामग्रीमा एउटा साह्रै राम्रो वाक्य छ, त्यहाँ मौनता नै संवाद बन्छ, नजर नै पत्र बन्छ। ओहो, नजर नै पत्र, कति सुन्दर। हो नि, यसले त्यो शब्दको सीमाभन्दा परको आत्मीयता, त्यो समझदारीलाई देखाउँछ। यहाँ रोचक कुरा के छ भने यो गहिराई शब्दले दिन सक्दैन सायद, तर तपाईँले भने जस्तै अर्कोतिर यही मौनता गलत बुझिने खतरा पनि उत्तिकै छ। हो, त्यो त हो। सामग्रीले सिधै नभने पनि संकेत के छ भने यो मौनता आपसी समझदारीमा टिकेको हुनुपर्छ, डर वा असमर्थताले गर्दा चुप लागेको चाहिँ होइन। यहाँनिर यो साँच्चै चाखलाग्दो छ। भनेपछि यो सामग्रीको तर्क अनुसार जुन भावनालाई शब्दले सीमित गर्न सक्दैन, जुन केवल महसुस गर्न सकिन्छ, त्यही हो त मौन प्रेमको खास कुरा। हो, सार त्यही हो। यसले त प्रेमलाई अभिव्यक्तिको तहबाट अनुभवको तहमा पुर्यायो नि। ठ्याक्कै। के यसको मतलब बोलिने प्रेम भन्दा नबोलिने प्रेम बढी शक्तिशाली हुन्छ भन्ने हो त? शक्तिशाली त हुन्छ, तर बढी नै शक्तिशाली भन्नु अलि जटिल होला। ए सामग्रीले जोड दिन खोजेको कुरा के हो भने प्रेम व्यक्त हुने तरिका अनेक छन् र मौन अभिव्यक्ति पनि उत्तिकै महत्त्वपूर्ण, उत्तिकै गहिरो हुन सक्छ। सायद त्यसैले होला सामग्रीमा भनिएको छ केही प्रेम कथाहरू कहिल्यै किताबमा लेखिँदैनन्। हो, यो पनि उल्लेख छ। तिनीहरू केवल मान्छेको हृदयमा जीवित रहन्छन्, चुपचाप तर कहिल्यै नमेटिने गरी। अमिट भएर। अमिट। अमिट। यसले के देखाउँछ भने प्रेमको सत्यता, त्यसको प्रभाव, त्यो बाहिर कति देखाइयो वा भनियो भन्नेमा मात्रै भर पर्दैन क्या। हो, बुझेँ। जुन प्रेम अनुभूतिमा गहिरो गरी बसेको छ त्यो लामो समयसम्म टिक्न सक्छ, सायद बाहिरी हल्लाबाट बचेर। यो अमिट शब्दले नै कति धेरै अर्थ बोक्यो है। मतलब नलेखिए पनि नभनिए पनि त्यसको छाप स्थायी हुन्छ। तर के यस्तो प्रेम सधैँ अधुरो नै रहन्छ त, पूरा हुँदैन? सामग्रीले अधुरो भन्दा पनि अव्यक्त भनेको जस्तो लाग्छ मलाई। अव्यक्त? अधुरोपन एउटा नतिजा हुन सक्छ, तर सधैँ त्यही हुन्छ भन्ने छैन। कहिलेकाहीँ त त्यो मौनता नै सम्बन्धको पूर्णता हुन सक्छ। कसरी? जहाँ दुवैले नबोलिकन पनि एकअर्काको भावना बुझेका हुन्छन्। त्यो मौन स्वीकृति, त्यो मौन समर्पण, त्यो आफैमा पूर्ण हुन सक्छ नि। मुख्य कुरा त आपसी समझदारी हो र त्यो मौनताको अर्थ दुवैले एउटै लगाएको हुनु पर्यो। यसलाई ठूलो चित्रमा हेर्दा आजको हाम्रो छलफलको चुरोकुरो के हो भने मौन प्रेममा एक किसिमको विशेष शक्ति, गहिराई र स्थायित्व हुन सक्छ। मौनताको अर्थ साधै भावना छैन भन्ने हुँदैन, बरु यो भावनाको यस्तो गहिरो रूप हुन सक्छ जसलाई शब्दले छुनै सक्दैन। नभनेका कुराहरू, नगरेका वाचाहरूमा पनि ठूलो अर्थ लुकेको हुन सक्छ,
जबसम्म त्यो आपसी समझदारीमा आधारित छ। त्यसो भए श्रोताहरूलाई एउटा गहिरो प्रश्न छोडेर बिट मारौँ न त। हुन्छ। यदि सामग्रीले भने जस्तै केही प्रेम कथाहरू यसरी हृदयमा मौन र अमिट भएर बाँच्छन् भने हाम्रो आफ्नै जीवन र हाम्रो वरिपरि यस्ता कति नदेखिने, नलेखिएका तर शक्तिशाली कथाहरू होलान्? विचारणीय प्रश्न हो। कति सम्बन्धहरू मौनतामै फुलेका होलान् या कति मौनतामै ओइलाएका होलान्? अनि ती अव्यक्त कथाहरूले हामीले थाहै नपाइकन हाम्रो जीवनलाई कस्तो आकार दिइरहेका होलान्? सोच्नुपर्ने कुरा छ।